हेलो गाइस, दर्शक नमस्ते। जापानमा चाहिँ अहिले एकदम हिउँ परिरहेको अवस्था छ होइन। जताकतै जापानको यो चाहिँ चिबा माकुहारीमा हो। अहिले रातिको 8 बजेर 45 मिनट गइरहेछ। यस्तो मजाले हिउँ परिरहेछ होइन। चिसो छ यो बाटोहरू। म चाहिँ हिउँले भिजिसकेको छु पुरै। अहिले चाहिँ अघि चाहिँ कस्तो न्यानो भइरहेको थियो क्या सुरुमा रुमबाट हिँड्दाखेरि। अहिले चाहिँ धेरै चिसो अनुभव चाहिँ भइरहेछ है। अगाडि जति अगाडि आयो त्यति साइकल लिएर आउनुपर्ने। बाहिर यसो हेरेको पानी परेको चाहिँ देखाइरहेको थियो होइन। यो पानी होइन रहेछ, हिउँ चाहिँ परिरहेको रहेछ। मजाले हिउँ पऱ्यो। फर्स्ट टाइम हिउँको आनन्द आइरहेछ जापानमा आइसिया। हिउँले पुरै परिरहेछ साथीभरि। एकदम हिउँ रमाइलो हुँदो रहेछ हौ हिउँ पर्दाखेरि। यो चाहिँ मेरो जापानमा आएपछि फर्स्ट हिउँको अनुभव हो होइन। त्यहाँदेखि यसरी हिउँ परेको चाहिँ अनुभव थिएन, पहिला लिएको थिएन। यहाँ आएपछि चाहिँ फर्स्ट अनुभव भइरहेछ। अहिले चाहिँ म ड्युटी जाँदैछु। होइन भने रुमबाट ननिस्केको भएर थाहै नहुने रहेछ आज हिउँ परेको छ भन्ने। कस्तो सुत्ताहानपुर भइसकेन क्या हिउँ परेर। वाउ, वाउ। यही मैले काम गर्ने चाहिँ बुढीले नै यही काम गर्छ मेरो। ऊ चाहिँ अघि नै आइसकेको छु, बिहानै ड्युटी आएको। अब रुम फर्किने बेला हो, मेरो चाहिँ भर्खर सुरु हुँदैछ। गाडीमा हिउँ पर्ने जस्तो भइरहेछ। ओहायो गोजाइमासु। वाउ, हिउँ। ओके, बाई बाई।